दर्शकबिन नमस्ते। निर्मला नेपाली युट्युब च्यानल भने कान्छी सिरियल भाग 256 आइसकेको छ। यहाँ भनेकिन निकै प्रतिस्पर्धा भइरहेको छ। सोफिया र कान्छो भने कुवामा पानी लिन गइरहेका थिए। कान्छोले सोफियालाई पानीले छिटिरहँदा उनी एकदमै रिसिरहेकी थिइन्। अनि त्यही केही बेर त्यसै गरिरहँदा एउटा गाउँको मान्छे आएर भने तिमीहरूलाई लाज नभएको भनेर अनेक कुराहरू भने। तर उनीले भने धेरै सम्झाए। अनि तिमीहरूको यस्तो व्यवहारले हाम्रो छोराहरूले के सिक्छ भने तिनीहरूलाई म टिचर हो र सिकाउनलाई उनीहरूले मेरोदेखि सिकी गरेर सिके भने के भयो त भनेर उनीहरूले भने। अनि यस्तो झन्झटमा बस्नु भन्दा घरतिर जानु बेस भनेर घरतिर लागे। उता कान्छी भने राति डराउन देखिरहेका विकल्पहरू सम्झेर उनी एकदमै डराइरहेकी थिइन्। उनीले केही चिन्हहरू छोडेको छ कि त्यो डराउन दिने आउने मान्छेहरूले भनेर उनी खोज्न गइरहेकी थिइन्। उनीले केही भेटाएकी छैनिन् अहिलेसम्म। सोफियालाई चाहिँ कान्छोलाई यसो भनिरहेकी थिइन्, तपाईँले फोन पनि उठाउनु भएन मेरो बाबाको। अब के मेरो बाबा घरमा आएर लग्नुहुन्छ कि लग्नुहुन्न होला। मेरो बाबा आएर लग्नुभयो भने तपाईँ के गर्नुहुन्छ भन्दै उनले भनिरहेकी थिइन्। केही बेरमा पानी लिएर घरमा पुगिसकेपछि पनि भनेकी थिइन्, सोफियाको बाबा आएर लग्यो भने के गर्छन् होला। कि साँच्चै आएर सोफियालाई लग्छन् या लग्दैनन् कमेन्ट बक्समा लेखिदिनु होला है।